के तपाईलाई थाहा छ नेपालका 7 प्रदेशमा केही अनौठा रहस्यहरू लुकेका छन्? आउनुहोस् ती रहस्यहरू उजागर गरौँ। कोशी प्रदेशको बराहा क्षेत्रमा एउटा अनौठो र शक्तिशाली ऊर्जा महसुस गरिन्छ जसको स्रोत अझै अज्ञात छ। मधेसको जनकपुर धाममा अझै पनि यस्ता चमत्कारहरू हुने गर्छन् जसले आधुनिक विज्ञानलाई समेत चुनौती दिन्छ। बागमतीको पशुपतिनाथमा रातको समयमा एउटा छुट्टै रहस्य लुकेको छ जसको अनुभव थोरैले मात्र गरेका छन्। गण्डकीको मुस्ताङका रहस्यमय गुफाहरूमा के लुकेको होला? यी गुफाहरू आज पनि एउटा ठूलो प्रश्न हुन्। लुम्बिनीमा बुद्धको जन्मस्थलको ऊर्जा अझै पनि उत्तिकै जीवन्त र रहस्यमय छ जति हजारौं वर्ष पहिले थियो। कर्णालीको रारातालबाट रातमा कहिलेकाहीँ अनौठा र डरलाग्दा आवाजहरू सुनिन्छन्। यसको रहस्य के होला? सुदूरपश्चिमको खप्तडमा एउटा यस्तो आध्यात्मिक शक्ति छ जसले यहाँ पुग्ने जो कोहीलाई स्तब्ध बनाउँछ। यी रहस्यका बारेमा तपाईँ के सोच्नुहुन्छ? हामीलाई कमेन्टमा लेख्नुहोस्।